बाघले दारा देखाउँदैन, टक्क मुखभित्र राखेर हुन्छ। जति बेर झम्टिनु पर्यो त्यति बेला गर्दा मात्रै दारा देखाउँछ। पन्जा झम्टिनु पर्ने बेलामा, समाउनु पर्ने बेलामा पन्जा निकाल्छ, अघि पछि यसो पारेर मुडुलो सलक्क परेको टाउको, दारा सारा केही नभएको मुसुक्क हाँस्यो भने कति राम्रो होला जस्तो देखिँदैन बाघ। दारा सारा केही देखिँदैन बाहिरबाट, बरु सुँगुरको दारा पलाउँछ। त्यसले मार्ने होइन, केही गर्ने होइन, शिकार खेल्ने होइन, शिकार खाने होइन, त्यसको दारा पलाउँछ। भैँसीको सिङ लुक्या हुँदैन, लुकाउँदैन, किनभने त्यसले कसैलाई मार्दैन, किन लुकाउने? सिङ देखाएर हिँड्छ भैँसी। यी खतरनाक तत्त्वहरू यिनीहरू दाराभित्रै लुकाएर, पन्जाभित्रै सपक्क लुकाएर, राम्रा राम्रा साइनबोर्ड टाँगेर, हँसिया हतौडाको झन्डा गमलङ्ग ओढेर अनि कम्युनिस्ट शिकार खेल्न हिँडिरह्यो।